गर्दछु। आदरणीय यहाँ उपस्थित हुनुभएका आदरणीय गुरुवर्गहरू, गुरुआमाज्यूहरू, अभिभावकज्यूहरू र आज यस कार्यक्रममा पाल्नुभएका हाम्रा सुरक्षा निकायका नगर प्रहरीका सम्पूर्ण जनाहरू सबैमा म नमन गर्न चाहन्छु। विशेष गरी आजको जुन यो समिति गठन सफल पार्नु भएकोमा हाम्रा आदरणीय दिनेशजी, त्यस्तै देवचन्द्रजी, रमेशजी लगायत जति पनि यहाँ हाम्रा रञ्जित सर, उहाँहरूलाई जति प्रशंसा गरे पनि कम छ। मैले 2 बुँदे सहमति पनि लिखी सहमति गरिसकेको छु र अब 5 महिनाको जुन मेरो कार्यकाल थियो त्यो र अब 3 वर्षको कार्यकालमा मैले अझै तपाईहरुसँग बिच राख्दैछु गुणस्तर शिक्षा र अनुशासन शिक्षा। गुणस्तर सँगै अनुशासन शिक्षा हामी यो त्रिभुवन नमुनाबाट प्रदान गर्नेछौँ र फलस्वरूप अहिले जुन हामी प्रयास गर्यौं, सानो प्रयास 5 महिनामा रिजल्टदेखि लिएर अबको अझै नयाँ बाटोहरू जस्तै कम्प्युटरबाट धेरै कुराहरू हामी अगाडि बढाउँदैछौँ। सफ्टवेयरको मार्फत त्यो जुन आइडियाहरूको प्रस्तुत छ, चाहे बच्चाहरूको गतिविधि छ, हामी सबै अब वेबसाइट मार्फत सार्वजनिक गर्नेछौँ र नमुनाको अहिले वेबसाइट पनि हामीसँग बनिसकेको अवस्था छ। सम्पूर्ण नयाँ टेक्नोलोजी अनुसार तपाईहरुको समक्ष जानेछ र कुनै पनि अब हाम्रो यो गौशाला सबैले भन्दै गरेका छन् यो पुरानो नमुना हो, यस्तै नै अब पनि हरेक सुविधायुक्त यो स्कुल हुनेछ। जस्तै तपाईलाई होस्टलको सुविधा भयो, अन्य कुराहरूको सुविधा हो र पढाइमा तपाईको अझै म तपाईहरुलाई जानकारी गराउँ कि यदि प्रयास मेरो अहिले यदि सुरु भइसकेको छ, 5वटा सडकको निर्माण अगाडि बढिसकेको छ र भविष्यमा अब डी फार्मेसीको पढाइको लागि पनि म पहल गरिसकेको छु। तपाईहरु ढुक्क हुनुहोला। सबैको ध्यान मैले योभन्दा पहिला जस्तै साइन्सको काम सुरु गरेँ, टेक्निकलमा हामी सुरु गर्यौं, डी फार्मेसीको लागि पनि अझै एक्स्ट्रा तपाईहरुसँग प्रतिबद्धता गर्दछु। यो हाम्रो माविमा त्यो पनि हामी ल्याउन सक्छौँ र ल्याउने प्रयत्न गर्नेछौँ र जतिजना सम्पूर्णजना हाम्रा सदस्यहरू हुनुहुन्छ उहाँहरूको तालमेल गरी एकदम सुशासन सहित भ्रष्टाचार मुक्त स्कुल हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु।